मेरो त्यो हतारको बिहे। माया भनेको के हो मलाई कहिले राम्रोसँग थाहा थिएन। साथीहरू एकपछि अर्को बिहे गर्दै थिए। फेसबुकमा फोटो, टिकटकमा कपल भिडियो, सबैको लाइफ पर्फेक्ट जस्तो देखिन्थ्यो र म एक्लै। एक दिन अचानक मनले भन्यो, अब बिहे गर्यो भने लाइफ सेट हुन्छ होला। त्यो दिन मैले हतारमा निर्णय लिएँ। घरमा कुरा राखेँ, बाबा मलाई बिहे गर्नु छ। बाबा अचम्म मान्दै हेरे, अहिले नै? काम के छ? तेरो जिम्मेवारी बुझेको छस्? यति भन्नुभयो। तर म त अलरेडी नै डिसिजन लिइसकेको थिएँ। मलाई माया चाहियो। बाबा बस यति भने। आमाले चुपचाप मेरो अनुहार हेर्नुभयो। सायद उहाँलाई थाहा थियो म भावनामा बगिरहेको छु। केही दिनपछि बाबुआमाले केटी खोज्न थाले र म बस एउटा सपना देख्दै थिएँ, कोही आउँछ मेरो जीवन चेन्ज गरिदिन्छ भनेर। एक दिन आमाले भन्नुभयो, हामीले केटी भेट्यौँ। म पहिलो पटक उहाँको फोटो हेरेँ। सुन्दर, हाँसेको, आँखामा केही रहस्य जस्तो। त्यो फोटो हेर्दा नै मनले भन्यो, यही हो मेरो माया। तर उसको त्यो फोटोमा भएको मुस्कानभित्र के लुकेको थियो मलाई थाहा थिएन र सायद थाहा पाउन धेरै ढिलो भइसकेको थियो। कहिलेकाहीँ हामी माया खोज्दै हतारमा लिएको निर्णय हामीलाई माया होइन, नसाबाट भरिएको जीवनभरि लैजान्छ। बिहेको दिन सबै खुसी थिए। घरमा मान्छेहरूको भिड, हाँसो, नाच, रमाइलो। तर मेरो मनमा भने एउटै कुरा थियो, आजदेखि मेरो जीवन चेन्ज हुन्छ। मण्डपमा बस्दा पहिलो पटक उसलाई नजिकबाट देखेँ। उसको फोटो हेर्दा मुस्कान, तर आज अलि फरक थियो। आँखामा खुसी कम, जस्तो कि केही लुकाइरहेकी छिन् जस्तो। मैले सोचेँ, सायद डराएकी होली। नयाँ घर, नयाँ मान्छे र म चुप लागेँ। बिहे सकियो, रात पर्यो, सबैजना थाकेर सुत्न गए। अब पहिलो रात। कोठामा छिरे, ऊ झ्याल नजिकै उभिएकी थिए, फोनमा कुरा गर्दै। मैले सोधेँ, कोसँग कुरा गरिरहेकी छौ? ऊ अलि झस्किन् र तुरुन्तै फोन काटिन्। कोही होइन, साथी हो भनेर भनिन्। त्यो कोही होइन भन्ने शब्द मलाई त्यति बेला सामान्य लाग्यो, तर त्यही नै मेरो जीवनको पहिलो सङ्केत थियो। म उसको नजिक गएँ, माया गरेर कुरा गर्न खोजेँ, तर ऊ अलि टाढा सरिन्। आज थाकेको छु, सुतौँ न है भनिन्। त्यो रात हामी एउटै कोठामा थियौँ, तर मनहरू धेरै टाढा गइसकेका थिए। म सुत्न खोज्दै थिएँ, तर ऊ फेरि लुकेर फोन हेर्दै थिए। र एकछिनपछि हल्का मुस्कान आयो उसको अनुहारमा। त्यो मुस्कान मसँग हुँदा कहिल्यै आएको थिएन। त्यो बेला मलाई थाहा भएन, तर आज बुझ्छु, कहिलेकाहीँ हामीसँग बसेको मान्छे हाम्रो हुँदैन। बिहेको रातमै उसको मन अरू कतैतिर थियो र म उसको जीवनमा एउटा नाम मात्रै थिएँ। ऊ मेरो पत्नी। बिहेको केही दिनपछि सबै कुरा सामान्य जस्तो देखिन्थ्यो। घरमा सबै उसलाई माया गर्थे। आमाले त झन् छोरी जस्तै हेर्नुहुन्थ्यो। म त उसलाई आफ्नो संसार बनाउन खोज्दै थिएँ, तर ऊ कहिल्यै मेरो भएन। ऊ सधैँ फोनमा बिजी, हाँस्ने, लुकाउने, मेसेज डिलिट गर्ने। म नजिक जाँदा स्क्रिन तुरुन्तै अफ गर्ने। मैले धेरै पटक इग्नोर गरेँ, आफैले सम्झाएँ, सायद मैले नै ओभरथिङ्क गरिरहेको छु होला भनेर। एक दिन ऊ बाहिर जान तयार हुँदै थिए। म साथीहरूसँग भेट्न जाँदैछु है, उसले सजिलै भनिन्। मैले पनि विश्वास गरेँ। तर त्यो दिनदेखि मेरो लाइफ चेन्ज भयो। म पनि सहरतिर निस्किएको थिएँ र अचानक मैले उसलाई देखेँ, तर मसँग होइन। ऊ एक अर्कै केटासँग थिए, हाँस्दै खुसी हुँदै। त्यो हाँसो, त्यो खुसी जुन मैले मसँग कहिल्यै देखेको थिइनँ। मेरो मुटु त्यहीँ रोकिए जस्तो भयो। यो को हो भनेर म टाढाबाट हेर्दै थिएँ। उसले उसको हात समातेको थिए र त्यो केटा उसलाई यति आफ्नो जस्तो व्यवहार गरिरहेको थियो जस्तो ऊ उसको असली संसार हो। म केही बोल्न सकिनँ, बस त्यहीँ उभिएर हेरिरहेँ। आँखाबाट आँसु बग्दै थियो, तर आवाज निस्केन। मेरो नामको सिन्दुर लगाएर पनि ऊ अरू कसैसँग हाँसिरहेको थिए। उस दिन मलाई यति रिस उठेको थियो, किन मनभित्र आगो बलिरहेको जस्तो थियो। घर पुगे, ऊ अझै आएकी थिएन। केही समयपछि ऊ आई। म सुरुमा शान्त भएर सोधेँ, साथीलाई भेट्यौँ? उसले सजिलै भनिन्, हजुर भेटेँ। को साथी भनेर मैले भने। उसले भने, केटा साथी। त्यो शब्द सुन्दा मेरो मन चसक्क दुख्यो, तर पनि मैले आफूलाई सम्हालेँ। झुट नबोल, मैले तिमीलाई बजारमा देखेको थिएँ, हात समातेको त्यो केटालाई। ऊ झस्किन्, तर फेरि पनि होइन, साथी मात्र हो
बारम्बार त्यही कुरा भनिरहन्। त्यो बेला मैले बुझेँ ऊ कति चलाक थिए सत्य लुकाउन। मैले अन्तिम पटक भने, ठिक छ, साथी नै हो भने, र म त्यहाँबाट निस्किएँ। तर म निस्किन नपाउँदै ऊ फेरि त्यही केटासँग फोनमा हाँस्दै बोल्दै थिए। त्यो सुन्दा मेरो भित्रको रिस क्षण बलियो भयो। म बजार गएँ, रक्सी खाएँ, जे भेटियो सबै पिएँ। राति लड्दै लड्दै म घर फर्किएँ। घर पुगेपछि त्यो केटा मेरो घरमै थियो। नसाको हालतमा मैले सोधेँ, यो केटा मेरो घरमा के गर्दैछ? उसले सजिलै भने, काम पाएको छैन, केही दिन यहीँ बस्छ। त्यो सुन्दा म भित्रैबाट पुरै टुटेँ। तर मसँग बोल्ने शक्ति पनि थिएन र म त्यहीँ डलेँ। बिहान म उठ्दा मेरो आँखा अगाडि एउटा दृश्य थियो। ऊ त्यो केटालाई चिया दिँदै थिए। यस्तो माया गरिरहेकी थिए, ऊ उसको श्रीमती हो जस्तो। त्यो देख्दा मेरो मनभित्र के भयो शब्दले भन्न सक्दिनँ। म त उसलाई सधैँ माया गर्थेँ, उसको काम आफै गर्थेँ, उसलाई खुसी राख्न खोज्थेँ। उसले कहिल्यै मलाई त्यस्तो माया दिएन। दिन बित्दै गयो, म उसको श्रीमान भए पनि घरमा नोकर जस्तो भएको थिएँ। एक दिन उनले भनिन्, आज हामी बाहिर जान्छौँ, उसको कामको कुरा छ, तिमी खाना बनाऊ। मैले हुन्छ भने खाना बनाएँ। केही समयपछि उनीहरू पनि फर्किए। मैले सोधेँ, काम मिल्यो? उसले भनिन्, पाएन। म त्यति सोधेर म त्यहाँबाट निस्किएँ। त्यो केटाले बोलायो, खाना बनाउने मात्र होइन, पस्किन पनि सिक। मेरो आफ्नै घरमा मेरो अपमान भयो। ऊ पनि उसकै साथमा थिए। उसले भने, मेरो साथीले रिस नउठाउन। त्यो दिनपछि मैले बुझेँ म यहाँ मान्छे होइन, मात्र एउटा आवश्यक थिएँ। रातहरू रक्सीमा बित्न थाले, दुःखलाई बिर्सेन। एक रात म बाहिर चिसोमा लडिरहेको थिएँ। उसले त्यो केटालाई मेरो कोठामा लगेर उसको ख्याल गरिरहेकी थिए। त्यो रात म बाहिर चिसोमा कामिरहेको थिएँ र पहिलो पटक सोचेँ, सायद म उसको जीवनको लागि लायक नै छैन। मेरो आफ्नै घरमा म अतिथि जस्तो भए। जसलाई मैले माया गरेँ उनी मेरो सबैभन्दा ठुलो पीडा बनिन्। दिनहरू बित्दै गए, तर मेरो जीवन त्यहीँ अड्किएको थियो। म श्रीमान थिएँ, तर उसको लागि म केही पनि थिएन। एक दिन म बिरामी थिएँ, रुगाखोकी, ज्वरो, शरीर कमजोर थियो। मैले भने, आज म खाना बनाउन सक्दिनँ। ऊ रिसाइन्, धेरै नाटक नगर, सधैँ बहाना चल्दैन, खाना बनाऊ भन्न थालिन्। त्यो शब्द सुन्दा म भित्रबाट चकनाचुर भएँ, किनकि त्यो रात म चिसोमा बाहिर बसेको उसले देखेकी थिए। तर पनि उसको लागि त्यो नाटक थियो। त्यो बेला मेरो मनले अन्तिम निर्णय लियो, अब बस्दिनँ म यहाँ। केही समयपछि मैले उनीहरूको कुरा सुने। त्यो केटाले मेरो श्रीमतीलाई हामी कहिले बिहे गर्ने भन्दै थियो र उसको उत्तर आयो, पहिले यसलाई घरबाट निकाल्नुपर्छ। त्यो सुन्दा मेरो मुटु पूर्ण रूपमा टुट्यो। त्यो दिन म चुपचाप बाहिर गएँ र डिभोर्स पेपर लिएर फर्किएँ। उसको अगाडि राखेर भने, साइन गर। उसले हेर्न पनि नहेरी रिसको भरमा साइन गरिन्। त्यो क्षण मेरो जीवनको सबैभन्दा ठुलो सम्बन्ध कागजमा समाप्त भयो। म केही बोलिनँ, न आँसु देखाएँ न गुनासो, बस शान्त भएर उठेँ। रात भयो, सबै सुतिसकेपछि म चुपचाप त्यो घरबाट निस्किएँ। घर जुन मैले बनाएको थिएँ, नाम उसको थियो। सबै छोडेर म धेरै टाढा गएँ। फोनको सिम निकालेर फ्यालिदिएँ। बिहान ऊ मलाई खोजिरहेको थिए, कृष्ण कृष्ण, तर म अब त्यहाँ थिएन। त्यो दिनपछि पहिलो पटक ऊ एक्लै भइन् र सायद पहिलो पटक उसलाई मेरो माया सम्झना आयो। कहिलेकाहीँ मान्छेलाई माया गुमाएपछि मात्र त्यसको मूल्य बुझ्छ, तर त्यति बेला सबै ढिलो भइसकेको थियो। समय सबैभन्दा ठुलो औषधि रहेछ। 3 वर्ष बितिसकेको थियो। म अब त्यो पुरानो मान्छे थिएन। रक्सी छोडिसकेको थिएँ, आफ्नै जीवन सम्हाल्दै थिएँ, तर भित्र कतै पुरानो घाउ अझै बाँकी थियो। त्यो बेला मेरो जीवनमा एक नयाँ मान्छे आई, पूजा। ऊ साधारण थिए, तर उसको माया पनि साधारण थियो। मेरो विगत सुन्दा पनि उसले मलाई छोडिन, बरु झन् नजिक आई। तिमीलाई उसले छोड्यो, तिमीलाई जसले छोड्यो उसको घाटा हो, मेरो होइन। म तिमीलाई धेरै माया गर्छु। त्यो शब्द सुन्दा पहिलो पटक मलाई लाग्यो, सायद म पनि माया पाउन लायक छु। ऊ मेरो साथमा थिए, दुःखमा सुखमा, हरेक दिन। बिस्तारै म फेरि बाँच्न सिक्दै थिएँ। एक दिन म कामले पुरानो सहर गएँ र अचानक मेरो नजर एउटा अनुहारमा रोकियो। मेरो पहिलो श्रीमती। ऊ पहिला जस्तो थिएन, न हाँसो न खुसी, आँखामा मात्र पछुतो थियो।
ऊ मेरो नजिक आइन् र भन्न थालिन्, किन मलाई छोडेर गयौ? म अझै तिमीलाई माया गर्छु, घर फर्कौ। त्यो शब्द सुन्दा एकछिन मेरो मन हल्लियो, तर म अब पुरानो म थिइनँ। मैले शान्त स्वरमा भने, म अब फर्किन सक्दिनँ, तिमी त्यही राहुलसँग बस। ऊ रोइन् र भन्न थालिन्, म उसलाई माया गर्दिनँ, मलाई तिमी नै चाहियो। तर त्यो माया धेरै ढिलो आएको थियो। मैले भने, हाम्रो डिभोर्स भइसकेको छ, त्यो दिन सम्झ, तिमीले नहेरी साइन गरेको। ऊ चुप भइन्, आँखाबाट आँसु बग्दै थियो। र म पहिलो पटक बिना पछाडि फर्के त्यहाँबाट हिँडेँ। केही समयपछि मैले पूजासँग बिहे गरेँ। आज हामी सँगै छौँ, खुसी छौँ। म त्यो पुरानो जीवन सम्झेर एकचोटि मुस्कुराउँछु। हतारमा गरेको माया र निर्णयले मान्छेलाई नराम्रो ठाउँमा पुर्यायो। हतारमा गरेको म एक समय पिन्जडाभित्र चरा झैँ थिएँ, तर आज म स्वतन्त्र छु र साँचो मायामा बाँचिरहेको छु। र हामी हाम्रो परिवार खुसी छौँ। पूजाले मलाई धेरै माया गर्छिन्। अब हाम्रो साथ कहिले टुट्ने छैन, किनकि मैले हतारमा बिहे गरेको थिएँ। सबैले माया गरेका थिए, सबैको बिहे भएको थियो, तर मेरो भएको थिएन। त्यही देखेर मैले निर्णय लिएको थिएँ, म पनि बिहे गर्छु, तर मैले छिटो बिहे गरेँ, त्यसैले मैले यो परिणाम भोगेँ।